हेलो नमस्ते सबैजनालाई। तपाईँ आफ्नो मल्टिटास्किङ इजी बनाउन चाहनुहुन्छ, आउनुहोस् कसरी गर्ने म तपाईँलाई सिकाउँछु। मेरो मोबाइल स्क्रिनमा यहाँ हेर्नुहोस्। सबैभन्दा पहिला तपाईँ यहाँ तल यहाँ रिसेन्ट एपको बटन छ यहाँ, अथवा डाइरेक्ट क्लोज बटन हो, यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ क्लिक गरिसकेपछि तपाईँको यता साइडमा यहाँ छेउमा अथवा यहाँ तल थ्री डटको अप्सन आउँछ, कसैको आउँदैन। त्यहाँ क्लिक गरेर स्प्लिट स्क्रिन भनेर सेलेक्ट गर्नु होला। मेरो चाहिँ यहाँ तल यहाँ सिधै देखाइरहेको छ, यहाँ मोबाइल स्क्रिनमा देख्न सक्नुहुन्छ तालचाको बटन छ। त्यसपछि यो बिचको चाहिँ स्प्लिट स्क्रिन भन्ने हो, यसमा क्लिक गर्छु। यहाँ देख्न सक्नुहुन्छ। अब यहाँ देख्नुहुन्छ तपाईँले यहाँ मेरो मोबाइल स्क्रिनको त्यो पहिला प्ले स्टोरको एप यहाँ चलिरहेको छ। अब तपाईँले अर्को यसमा यहाँ दोस्रो एप खोलेर चलाउन सक्नुहुन्छ है। अब यसलाई यता सारेर तपाईँले यहाँ अब देख्न सक्नुहुन्छ गुगल क्रोम पनि सँगै चलाउन सक्नुहुन्छ र प्ले स्टोर। अब तपाईँले यो स्प्लिट स्क्रिन गरिसकेपछि दुईटै एप एकैचोटि चलाउन सक्नुहुन्छ। तपाईँहरूलाई यो ट्रिक थाहा थियो कि थाहा थिएन, कृपया भिडियोमा तल कमेन्ट गर्नुहोला। यस्तै अरू थप जानकारीका लागि मलाई फलो गर्नुहोला, मेरो पेज पनि फलो गर्नुहोला, अनि त्यसपछि मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोला। युट्युब च्यानल नेम हेम्याक्स छ। धन्यवाद।